स्वागत छ। हामी पुगिसकेका छौँ आफ्नो बसन्तीलाई लिएर यो यात्रामा। यो यात्रा तपाईको 21 किलोमिटरको यात्रा रहनेछ। काठमाडौँदेखि कुलेखानीको मार्खुतिर जाँदैछौँ। यो अलिकति अफरोड बाटो छ। हामी अहिले कलङ्कीबाट सतुङ्गल हुँदै माछा तीर्थको बाटोबाट हामी अहिले कुलेखानी पुग्छौँ। कुलेखानीको छेउमा तपाईको मार्खु भन्ने ठाउँ। हामी तपाईँ सबैलाई त्यहाँ लगेर देखाउनेछौँ। मार्खुको त्यो स्पेसल ठाउँ कस्तो ठाउँ रहेछ तपाईँ सम्पूर्णलाई हामी त्यहाँ जानकारी दिने नै छौँ। साथीहरूसँग हामी निस्किसकेछौँ कुलेखानीको यात्रामा र अहिले चाहिँ हामी कलङ्कीबाट सतुङ्गलबाट माछा तीर्थ हुँदै चाहिँ यो चाहिँ अलि छोटो बाटो हो कुलेखानी पुग्ने। त्यहाँ चाहिँ हामी पुग्नेछौँ। यो बाटो चाहिँ अलि स्लिपरी र निर्माणाधीन बाटो हो। त्यही भएर अलिकति के भनौँ अफ रोड चाहिँ बाटो धेरै नै छ। त्यही भएर हजुर पनि आउँदाखेरि बिस्तारै अलि चिप्लन बाटो छ। यो चिप्लिने बाटो छ। त्यही भएर तपाईको ड्याम माथि बनेको झुलिङ्गे पुलमा हेर्नुहोस् कस्तो तपाईको सुन्दर र विशाल यो ड्याम छ। अति सुन्दर। नेपालमा तपाईको यस्तो धेरै ठाउँ छ जहाँ तपाईँ घुम्न सक्नुहुन्छ। यो ड्यामको बारेमा सानो संक्षिप्त म तपाईँलाई जानकारी दिन चाहन्छु। यो ड्यामको कुल लम्बाइ तपाईको 2.2 किलोमिटर रहेको छ। यो विशाल ड्याम र यसमा भन्ने हो भने पानी 85 देखि 75 मेट्रिक क्युब पानी यहाँ स्टोरेज हुन्छ यो ड्याममा। जुन भनेको तपाईको 75 मेट्रिक क्युब पानी चाहिँ तपाईको हाइड्रो पावर इलेक्ट्रिसिटीको लागि चाहिँ युज गरिन्छ हैन। बाँकी चाहिँ यहाँ स्टोरेजको लागि पनि युज गरिन्छ। यो चाहिँ 85 मेट्रिक क्युब भनेको तपाईँलाई जिज्ञासा लाग्न सक्छ कि कति पानी हो यो 85 मेट्रिक क्युब। 85 मेट्रिक क्युब भनेको त्यति पानी हो जुन तपाईको 3 करोड नेपाली जनसङ्ख्यालाई 25 दिनसम्म पानी पिउन चाहिँ पुग्छ है। 3 करोड जनसङ्ख्यालाई 25 दिनसम्म पानी चाहिँ पिउन पुग्छ। त्यति विशाल यो ड्याम र त्यति पानी चाहिँ यहाँ स्टोरेज छ। र अर्को यसको बारेमा एउटा रोचक तथ्य पनि छ। यो ड्याम जुन हो यो मानव निर्मित नेपालको पहिलो ड्याम हो। यो ड्याम नेपालको मानव निर्मित पहिलो ड्याम हो र यसलाई चाहिँ मानवले बनाएको, यानि कि यहाँ डोजर सोजर र पहिलो चाहिँ डोजर ठाउँमा तपाईँ आउनुभयो भने मन शान्त बनाइदिन्छ यो ठाउँले र त्यसमध्ये यो सबैभन्दा लोकप्रिय र सुन्दर ठाउँ। प्रकृतिको यस्तो वरदान मार्खु र कुलेखानीले पाएको छ त्यो म वर्णन गर्न सक्दिनँ। मार्खुबाट चाहिँ बोट लिएर हामी इलेक्ट्रिक बोट लिएर यहाँ पुगिसकेका छौँ मोहिनी झरना भन्ने ठाउँमा। एकदम मनमोहक ठाउँ। तपाईँ यो दृश्य तपाईँ हेर्नुभयो भने जिन्दगी तपाईँ यहाँबाट जान सक्नुहुन्छ। यो यस्तो ठाउँ छ नि गजब। प्रकृतिले दिएको नेपाललाई यो वरदान चाहिँ गजब लाग्यो। यस्तो मनमोहक दृश्य छ नि तपाईँ एकचोटि यहाँ आउनै पर्ने ठाउँ छ। यो चाहिँ तपाईँको बर्सातमा चाहिँ अहिले छौँ हामी कुलेखानी मार्खुबाट 5 किलोमिटरको रेडिएसनभित्र र अलिकति माथि आउँदाखेरि हामी यहाँ आइपुगेका छौँ भेडा फर्म। यो कुलेखानीबाट अलिकति माथि तपाईको भेडा फर्म रहेछ। तपाईँ यता आउँदाखेरि कुलेखानी मार्खु आउँदाखेरि यो ठाउँलाई पनि नबिर्सिनु होला, आफ्नो डायरीमा नोट गर्नु होला। यो ठाउँ चाहिँ एकदमै शान्त र एकदमै सुन्दर ठाउँ रहेछ। हामीले यहाँ भिजिट गऱ्यौँ। राम्रो दृश्य र राम्रो फोटोसुट पनि तपाईँ यहाँ गर्न सक्नुहुन्छ।